हेलो साथीहरू, आज म तपाईलाई यस्तो चिज देखाउँदैछु है। मैले देखाउन आँटेको चिज चाहिँ हेर्नु त यहाँ चाहिँ टक्क साथले यो हेर्नुहोस् त है। यो चाहिँ कहाँको भन्नुहुन्छ भने यो चाहिँ त्रिशुलीको ओरिजिनल माछा है त। यो तपाईले यो त्रिशुलीको माछा भनेर चाहिँ रोडमा चाहिँ पुरा बेचिराखेको देख्नु भएको होला सायद कसैले। त्यो माछा चाहिँ त्रिशुलीको होइन, त्रिशुलीको माछा चाहिँ यो हो है। तपाईहरुलाई मुर्गा मात्रै बनाएको हो, त्यो चाहिँ त्रिशुलीको माछा हो भनेर चाहिँ बेचिराखेको हुन्छ देख्नु भएको होला। कतिले त किनेर पनि खाइसक्नु भयो होला। तर त्यो माछा चाहिँ तपाईहरुलाई चाहिँ झुक्काइराखेछ है। त्यो माछा चाहिँ होइन त्रिशुलीको, यो माछा चाहिँ हो त्रिशुलीको। यो माछा चाहिँ तपाईको कुन माछा भन्नुहुन्छ भने यसलाई चाहिँ कत्ले भन्छ, कत्ले माछा। यो कत्ले माछा मार्ने भाइहरू चाहिँ यहाँ हुनुहुन्छ। यता जाल थापिरहनु भएको छ, उहाँ पुऱ्याउनु भएको छ। एकजना भाइले चाहिँ पर जाल लिएर जानुभएको छ। अब उहाँले चाहिँ जाल लगभग उहाँबाट छोड्दै भन्नुहुँदैछ। यहाँबाट छोड्नु भयो उहाँले चाहिँ, उहाँबाट बगाउँदै जानुपर्छ। यहाँ भाइहरू छन्, हामीको स्थानीय भाइहरू हुन्। यहाँ भाइहरूले चाहिँ यो माछा मारिरहेका हुन्। र यहाँको माछा मार्ने एक तरिका यो रहेछ कि जाल बगाउने, जाल परसम्म लाने, बगाउने अनि सरर झार्ने। ल योमा पनि कति पर्दो रहेछ, त्यो परेको भिडियो पनि म तपाईहरुलाई देखाउँछु पछि है त।